उयो सन्देल पनि बजाउँछु। रेगुलेटरमा आगो लागेको बेला कसरी निभाउने त हेर्नु है। एकैछिन है हेर्नु, यो रेगुलेटरको पाइप छ नि त्यसको र त्यसको बिचमा डिस्टेन्समा खाली हावा जस्तो देखिरहेको हो, ग्यास मात्रै। त्यो चिसो हुन्छ, त्यसमा हात लाउँदा पोल्दैन त्यो कति पनि त्यसले। निश्चित डिस्टेन्स छ त्यहाँ 2 इन्च 3 इन्च भन्दा पछाडि मात्रै आगोको जला देखिएको छ। चिसो हुन्छ त्यसले हात पोल्दैन। जाने है आफ्नो बायाँ खुट्टा घुम्च्याउने, टाउको पछाडि टाउको अगाडि लाउनु भएन। अन्ति मिल्दाखेरि हान्दैन साला। कमान्डर पछि हट्छ। आउने सर आउने हुँदैछ प्र्याक्टिस। दिदी भिडियो नखिच्नु न दिदी। त्यो टिकटमा हाल्नु फेरि जागिर चढ होला। आगो लाग्यो आगो लाग्यो। ल यो सानो आगो भर्खर लाग्यो हो। ल दुईजना भएर बस्ने, पहिला के भन्ने रे सतर्क भएर बस्ने भनेको। स्टप, रुक्ने, त्यसपछि लड्ने, गोडीगुडी गर्ने। यो गुरुबाले ठ्याक्क सिकाउनुहुन्छ। हेर्नु है सबैले, सबैले हेर्नु न तपाईँसँग। ल आगो लाग्यो पछाडि फर्किनु। ल यसरी 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 गर्ने। यो पछाडि यत्तिकै चाहिँ हुनु पर्यो।
हामी चाहिँ सुरुङबाट निस्के मेरो पीडा कसले बुझिदिने भन्दै म रुँदै बसिरहेको छु एक्लै मेरो पीडा कसले बुझ्ने थिच्नै मिल्दैन त्यस्तो अवस्थामा हामीले पाइपलाई मोडेर पनि त्यसको ग्यासको ब्लकेज गर्न सक्छौँ। अब बस्ने तरिका सेम त्यही हो, सेम अघि भने जस्तै हो। कसरी भने आफू सेफ हुने कुरा गर्ने, त्यसपछि ल दक्षिण एसियाको सबभन्दा पहिलो पटकको सुरुङ मार्ग ल ल ल ल ल छिटै ल ल भाइ ब्यागले त खुवाउनु पर्दैन उयो यार कहाँ ब्यागले खुवाइरह ल ल ल नेपाल जिताउनु चाहिँ राजमाट टोलीवाला मेरो तर्फबाट तपाईँहरूले ओहो मेरो गाडीको चाबी दिएको त्यो लिएर आएछ सर चिन्ह के हो चिन्ह हजुर चिन्ता नगर्नु मेरो चिन्ह त घाउ घाउ ल चिन्ह 10 लाख नाममा हाल्दिनँ 5,000 कोट उहाँबाट चाहिँदैन मलाई म पैसा पनि दिएको मान्छेहरू गौलीहरू आइपुग्छ है म घर गएर राति भर पनि दिने गाउँमा आयो नि त्यहाँ माता भाइ हामी ड्युटीमा सुत्दै गए लम्पछार परेर यता हेर्न सक्नुहुन्छ लम्पछार ग्याङ अर्को भित्तीहरू कहाँ गएछ माथिको चाहिएर खान पनि सजिलो छैन बसिनु नै नदिने सरकारले होइन होला यार क्याको बिसी भाइ त पर्दै परेन चल्देको ल चल्देको गाइस यहाँ देखा न चल्देको ल भाइ बाई गरे चल्देको ल हामी आइसक्यो चन्द्रोदय हेलो वेलकम टु माई मिनी ब्लग पानी रहेछ कति 2 बज्यो मेरो डुब्टी सुरु भयो यो केटा हो अनि हामी निर्वाचन प्रहरीमा आएको यस्ता झुर यो रे अधिकृत एन्ड असै भेट्यो कि यस्तै हो अनि देख्न सकिन्छ मतदान स्थल 100 देखि 644 सम्म यता यो अपाङ्गको यो पुरुषको यो महिला दिदीबहिनीको लागि यतापट्टि क ख अनि 645 देखि 1334 सम्म यसरी बनाथे हातमा ठेला उठी
हान्छ घरैमा खाजा हो क्या बस निकाल्नु पर्यो नि त गुडी गुडी चुप्पा तेह्र सय बज्यो हामी देखाउनु न ओ वाह बगडा बगमा बनाउँदैछ कति हजार लिए केटाहरूले मैले मैले लिए होइन नि छोड्ने मैले लिए होइन 11,800 कति आएको थियो रे 60 मा 6,180 लाग्यो 18 भन्दा आहा छाड्नु पर्यो नि हेर्न छाड्नु परेन देखेर बसेको ओए माथि अट्दैन त बस्नु बाहिर चेक गरेको पुलिसले चेक गरेको भिडियो बना न बनाउनु छ पाउन हेर चेक गरेको कसरी हेर्न पुलिसले हेर्न हेर्न भाइ त्यो ज्याकेट त्यो राख न यार मान्छे टोपी लगाएकोहरू अगाडि बढ्नु टोपी सोल्टी टोपी 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 टोपी
चिरसलाम हाल्दै हो यही हो पानी भर रहा सब सलाम पनि हान्दैन त है अब तिमीहरू के गर्न आएको है लाउडै खेल्न गएको लौडो लाउडो ऊ हेर्न निस्क्यो भेट्दै साहब जम्मा तिर्कियो अब प्लेन पनि छैन त प्लेन कहाँ हुन्छ त नि यसलाई खेल्न आउँदैन रहेछ यसलाई यो चिलिम हो अब चिलिम चाहिँ हल्लाउँदैन हल्लाएन यार यसले पन्जा दुईटा निस्क्यो र छैन यो दाइ के मगाउनु हामी उताबाट बस्छु खाने व्यवस्था है यो त नफुट्ने चाहिँ रहेछ ल खोइ त के अरे 1 करोड जनताले चाबी चलायो भने कस्तो आउँछ त खराङ